यो चाहिँ गोरिला हो म चाहिँ गोरिला हो हेलो सुन्ने माइला वेयर यो नम्बर प्लेट ए वेलकम टु माई भ्लग अरे अर्को झन् स्पेसल मान्छे आउनुभएछ ऊ अनु ब्लग्स आमा लो जय प्रे के टु माई भ्लग के भनिदिनुहोस् न मेरो छोटो ब्लगमा के भन्नु यस्तै छ जिन्दगी यस्तै छ जिन्दगी है रानीपुलदेखि नन्दुगाउँसम्मको यात्रा कस्तो थियो भनिदिनु पर्यो रफ एन्ड टफ है ए दुइटै गाडी चाहिँ एकदम कष्ट गरेको गाडी के भइसकेको छ चर्तीको ला बेला हाम्रो आश्रमको बेला पुरा नाना चाहिँ बिमार हुनुहुँदो रहेछ हो त्यही भएर चाहिँ हेर्नु न चारा बिमारी देखिरहेको छन् सर हुनुहुन्छ होइन उहाँको हेयर स्टाइल पुरा मन पर्यो मलाई अभिजितको फलोवर्सहरूलाई र उहाँको के भन्छ भिडियोलाई चाहिँ एकदम हेरिदिनु होला उहाँको ब्लग नानी बिस्तारै जानु अब नानीहरूलाई छोड्नु गएको पर होइन नानीहरू अझ चाहिँ एउटा कुरा ताजुबको कुरा भन्न गइरहेको छु हजुरहरूलाई होइन आज चाहिँ नन्दगाउँ मतलब आश्रम आएको हो आश्रममा चाहिँ हाम्रो चाहिँ आज स्टुडेन्ट युनियनको एउटा ठुलो मिटिङ छ नि त अन्त यहाँनिर के भन्छ सबैले बेलुका तर्सायो अरे हो सुत्नु दिएन अरे यहाँ चाहिँ उहाँहरू यस्तो पनि हुनु थालेछ है हाम्रो आश्रममा के भन्दा अब पहिला चाहिँ यहाँनिर चाहिँ यहाँनिर सबै देख्नु हुँदैछ यो चाहिँ ग्रेभयार्ड थियो अरे हो अब यहाँ झन् ठुलो थियो यहाँ झन् ठुलो थियो भन्नुहोस् उहाँले देख्नुहुँदैछ उहाँले देखाउनु हुँदैछ यहाँ झन् ठुलो खाना खाने जग्गामा चाहिँ थियो अरे जय प्रेम बुबु मेरो चाहिँ के भयो अरे रातभरि सुत्नु भएन अरे होइन यहाँभन्दा यहाँ चाहिँ ठुलो ग्रेभयार्ड चाहिँ यहाँ थियो अरे पहिला होइन अनि सबैजनालाई जय प्रेम तपाईँहरू चाहिँ कुन ब्लगबाट हुनुहुन्छ यहाँ भनिदिनुहोस् मुङदाङ है उयसबाट बिहान हिजै आउनुभएको कि उहाँहरू चाहिँ अझै आइपुग्नु भएको छ बिहान नै हिँड्नुभयो होला बिचरा खानाहरू लिनुभयो खानु भएन ए खाइकन आउनुभएको यस्तै छ है उहाँहरू पनि पाल्नु भएको छ होइन अब के भन्नु हाम्रो आश्रम चाहिँ प्यारो आश्रम नि यस्तो चाहिँ उहाँ फैलाउनु चाहिँ उहाँहरूकै हो भूतको स्टोरीहरू भनेर यहाँ उहाँहरूको रुम हो अब उहाँ चाहिँ रेस्ट सुत्नुहुन्छ होला होइन यस्तै छ के भनिदिनुहोस् न मेरो छोटो ब्लगमा के भन्नु त्यस्तै छ जिन्दगी यस्तै छ जिन्दगानी है उहाँ चाहिँ हाम्रो एकदम कर्मठ योद्धा हुनुहुन्छ है अब अर्को योद्धालाई पनि देखाउँछु म होइन मिरा पनि आइपुगेछ है हेलो जय प्रेम यो चाहिँ हाम्रो आश्रम है यहाँनिर सक्नुहुन्छ ए हो स्पेसल मान्छे आइपुग्नु भएछ बुनु हेलो वेलकम टु माई भ्लग अरे अर्को झन् स्पेसल मान्छे आउनुभएछ जय ऊ अनु ब्लग्स आमा लो जय प्रेम के भनिदिनुहोस् कसरी आइपुग्नु भयो यहाँसम्म यहाँसम्म चाहिँ गाडीमा आयौँ होइन र हाम्रो अब ब्लगलाई चाहिँ लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला आज उहाँले पनि भ्लग भन्नुहोस् एकछिन गएर अनु ब्लग्स आश्रमको एकदमै प्यारो सानो मान्छे अनि मम्मीहरू हुनुहुन्छ जय प्रेम ए यस्तै चाहिँ यहाँनिर चाहिँ हिलिङहरू पनि हुन्छ है यहाँनिर चाहिँ यहाँ कुमानी हुनुहुन्छ जय प्रेम के हुन्छ मम्मी पनि एकदमै यहाँ हुनुहुन्छ है यो चाहिँ हाम्रो एकदमै ब्युटिफुल के भनौँ
मिनी घर भनौँ न अब एकदमै राम्रो छ। यो चाहिँ हाम्रो नन्दुमा आश्रम। यहाँनिर चाहिँ तपाईँको हिलिङ सेन्टरहरू छ। यहाँनिर तपाईँको बिमारीहरू जति पनि आउनुहुन्छ उहाँहरूलाई चाहिँ हिलिङद्वारा बाई युनिभर्सल रे कस्मिक रे तानेर चाहिँ एकदमै उयोहरू गर्छौँ होइन। अब त्यो चाहिँ म देखाउन सक्दिनँ है। यहाँनिर चाहिँ नो एन्ट्री। यहाँ चाहिँ तपाईँको मेडिसिन्सहरू पाउँछ। यस्तो यहाँनिर भित्र हुँदैछ पुगेका छौँ है। रानीपुलदेखि नन्दुगाउँसम्मको यात्रा कस्तो थियो भनिदिनु पर्यो। रफ एन्ड टफ है। खत्रोकै खिलाडी भन्दैछ। ओ अहिले आउने अरे बाई बाई। अहिले आउनुहुन्छ अरे। अनि यस्तो छ यहाँ चाहिँ हाम्रो तपाईँको कडा युथहरू चाहिँ यहाँनिर मठ योद्धाहरू हुनुहुन्छ। यहाँ फोटोमा देख्नु भएकोहरू चाहिँ यो चाहिँ हाम्रो नन्दुगाउँ आश्रम। यहाँ चाहिँ हाम्रो प्रतिभु बुबु जय प्रेम बुबु टक्कै लगाएर हाम्रो बुबु चाहिँ ह्यान्डसम पोस्टमा हो। कुच्चो बोकेर बुबुलाई तर मैले त हिजो अस्ति भेटेको तर भए नि खुसी लाग्यो। बुबु सर्ट आउट टु माई ब्लग। सर्ट आउट टु माई ब्लग। हेलो गाइस हाउ आर यु? उहाँ चाहिँ सफा गर्नु हुँदैछ क्लिन। यो चाहिँ हाम्रो युथ अफिस हो है गाइस। अनि तपाईँको यो चाहिँ हो ठुलो आश्रम। यहाँनिर चाहिँ मिटिङ पनि हुन्छ अहिले। अनि यहाँ चाहिँ हिजो राति पुरा तर्सायो अरे हो। एउटा 12 बजी चाहिँ रुख लडेको थियो अरे होइन। 12 बजी रुख लड्यो अरे। त्यहाँदेखि तर्सायो अरे। कसैलाई खिड्कीबाट हावाले फुक्यो अरे हो। चप्पल मान्छे हिँडेको जस्तो उयो साउन्डहरू गऱ्यो अरे। स्वरहरू गऱ्यो अरे। खै यहाँ देखाउन अच्छा अच्छा हस् बतक। यहाँ चाहिँ तपाईँको नन्दुगाउँ आश्रम हो। यहाँनिर हेर्न सक्नुहुन्छ कि हाम्रो सानो आश्रम यस्तै चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ। अनि सबै स्टुडेन्ट्सहरू पनि डिफ्रेन्ट ब्लक्सबाट मतलब डिस्ट्रिक्टबाट पालिसिनु हुँदैछ। अनि अघि चाहिँ म चाहिँ माथि लडेर हेर्नु न के भयो अहिले। पहिला हामी 2024 मा कस्तो गरेको गाडी। ए दुईटै गाडी चाहिँ एकदम हामी यो गाडी कष्ट गरेको गाडीहरू है। यतिको सङ्घर्ष चाहिँ गरेको थियो नि त त्यो समयमा हामीले। हाम्रो ब्युटिफुल आश्रम। ए यहाँनिर चाहिँ वर्कसप तपाईँको यहाँनिर चाहिँ सबै भर्खर बनिँदैछ। अनि यहाँ चाहिँ तपाईँको जति पनि यो देख्नुहुँदैछ माला यो रिमिस मालाहरू सबै पाउन सक्नुहुन्छ। यहाँबाट आएर तपाईँले किन्न सक्नुहुन्छ। ब्याचहरू पाउँछ, बुक्सहरू पाउँछ, डायरीहरू पाउँछ। अनि यहाँ चाहिँ ए के हो मेरो लभिङ होम चाहिँ यहाँनिर तपाईँको रेडी भइसकेको छ यस प्रकारले। अनि यो गाडी चाहिँ देख्नुहुँदैछ। यो गाडी चाहिँ हाम्रो एकदमै वान एन्ड ओन्ली आवर इन्सपिरेसन आवर गाइडेन्स के भन्नु अब सबै कुरो सबै थोकको उहाँ चाहिँ हाम्रो सिमिङ गुरुज्यूको गाडी। भेरी रिच गुरुजी। अब अच्छा नि 7 स्टेपसम्म हुन्छ। ए दिस इज आवर के भन्नु दिस इज आवर कोट भनौँ न एउटा हाउ टु बी। हाम्रो ह्युमन्समा चाहिँ कस्तो कस्तो क्वालिटीहरू हुनुपर्छ भन्दाखेरि यहाँनिर हेर्न सक्नुहुन्छ। भिआइपी चेक हाम्रो लभिजनले सिकाउँछ। भ्याल्यु अफ टाइम, इन्सपिरेसन, पोजिटिभनेस एन्ड कमन सेन्स एन्ड हम्बलनेस एन्ड यु क्यान सी। यहाँ चाहिँ उहाँ चाहिँ भ्लगर हुनुहुन्छ हो। एकदमै उहाँको च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला हो। आज चाहिँ भ्लग बनाउनु भएको छैन ल्याउनु भएको छैन। दिस इज आवर मन्दिर। आज चाहिँ मिटिङै हुन्छ है गाइस। दिस आवर होनेबल चिफ मिनिस्टर हाम्रा म्याडमज्यू। अनि हेर्न सक्नुहुन्छ हाम्रो यादीहरू चाहिँ यस्तो छ होइन। मार्छ होला मलाई छिटो आउट है। यो चाहिँ हाम्रो मास्टर आश्रम छ। यो हेर्न सक्नुहुन्छ। हाम्रो सिक्रेट दरवाजा हो। यहाँनिर चाहिँ सानो मान्छेले पुरा पी गरेछ। यस्तो छ
आज हाम्रो आश्रमको टुर पनि भयो है। तपाईँहरूलाई के कसो लाग्छ लाइक सेयर एन्ड सब्सक्राइब अनि कमेन्ट गर्नु। रेभरेन्ड सर उहाँ चाहिँ हाम्रो एकदमै एलएसयू स्टुडेन्टको एकदमै कर्मठ योद्धा हुनुहुन्छ। रातभरि तर्सायो भन्छ हाँस उठ्यो। आश्रममा नि तर्साउँदो रहेछ गाइस। उहाँको मुखरबिन्दुबाट सुनिदेऊ न के भइसकेको छ। चर्तीको लाएन चर्तीको ला एकदमै राम्रो कुरा गरिसिनु भएको थियो है। त्यो कुरा फेरि दोहोऱ्याइदिनुहोस् न मास्टर। अब है हाम्रो परम पूज्य यहाँहरू हजुर है कति बेरसम्म कति दिनसम्म है उहाँ दिन मतलब होइन आज एक दिन किन सुत्नु हुँदैन। उहाँ अब उहाँको टाइम हुन्छ सुत्ने, उहाँको आफ्नै व्यस्तता छ है, उहाँको आफ्नै कुरा छ, उहाँको भित्रैमा छ, किन सुत्नु हुँदैन। अघि चाहिँ एउटा कुरा हुँदै थियो होइन तल मास्टर चाहिँ किन सुत्नु हुँदैन अरे। त्यो चाहिँ मास्टरको एउटा सानो रिजन छ अरे होइन। यस्तो सिरियस भएर गफ दियो कि मास्टरको चाहिँ आफ्नै रिजन छ। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो लभ भिजन युद्धद्वारा अचिभ गरेको अचिभमेन्ट्सहरू हो। ए ट्रफिस सागाला बिन्दु हो। हिटलरहरू पनि छ, मार्टिन लुथर किङहरू पनि। श्री नरेन्द्र मोदी होइन र? हजुर हो नि सरज्यू। गुरुजी नरेन्द्र मोदीजीसँग पनि भेट्नु भएको? हजुर हाम्रो एकदमै प्रधानमन्त्री केपी शर्मा ओली सबैलाई उहाँले भेटिसक्नु भएको छ। हाम्रो महोदय सिक्किमको एउटा महाराजा सिक्किमको महोदय मुख्यमन्त्री श्रीमान पिएस गोले सरकारजी उहाँको श्री उहाँ चाहिँ बेसी बोल्नुहुन्छ कि उहाँ चाहिँ बेसी बोल्नुहुन्छ हो गाइस। उयो यो चाहिँ नेपालको जग्गाको स्थानको हो होइन। फर्स्ट टाइम गुरुजी हुनु त अब के भन्नु अब खतरा। गुरुजीलाई भेट्नु यो चाहिँ गोरिला हो। म चाहिँ गोरिला हो। हेलो वेलकम टु माई भ्लग। के भनिदिनु यहाँ चाहिँ हाम्रो गोरिला हो। यही हो स्कुटी चोर चाहिँ अस्तिको तपाईँले देख्नु भएको अर्काको स्कुटी चोर्दै है। उहाँ पनि होइन सेवने अब हुँदैन नि सेवने। राजा र रानी भने ल मेरो राजा तिम्रो रानी। यहाँ चाहिँ हाम्रो साइला र माइला आइपुगेको छ हो। यो चाहिँ साइला, यहाँ चाहिँ माइलाले ओम हालिहालेछ हो। माइलाको माइला वेयर यो नम्बर प्लेट। ए बेला हाम्रो आश्रमको बेला सबसे प्यारी कुचु 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 पुरा बदमास ऊ चाहिँ पुरा गनाउँदो रहेछ। यहाँ हेर्नु पुरा नाना चाहिँ बिमार हुनुहुँदो रहेछ हो। त्यही भएर चाहिँ हेर्नु न बिचारा बिमारी देखिरहेको छन्। आफ्नो रहेछ आफ्नो आफ्नो रहेछ हो गफ नि यहाँनिर आफ्नो यहाँनिर आफ्नो। यो चाहिँ हाम्रो ट्यालेन्टेड एकदमै यस्तो चाहिँ यहाँनिर चाहिँ हाम्रो यो चाहिँ यो गाडी चाहिँ देख्नु हुँदैछ नि। यो गाडी चाहिँ हाम्रो मास्टरको गाडी हो एकदमै। यो है इट इज आवर फर्च्युनर। दामी गफ दिनुभएको छ अघि चाहिँ हो। भइ आउनुभयो एकदमै सल्युट। यहाँ छैन भ्लगर हो भनेर अब के भन्नु के भएको होला है। उहाँ चाहिँ एकदमै के भन्नु गुरुजी पुरा गफ दिनुहुन्छ है। यहाँ गुरुजी हो गुरुजी पधार रहे। यहाँ सबैजना स्टुडेन्ट्सहरू पालिसिनु भएको छ। यहाँ चाहिँ हाम्रो नाम्ची डिस्ट्रिक्टको प्रेसिडेन्ट अनि यहाँनिर हेर्न सक्नुहुन्छ। दे अल आर अल्सो देयर। अब लेट्स वेट। यस सर एकदमै गुरुजी गर्नुपर्छ यसरी नै।
मुसलमान जस्तै गफारी सोल्टी है मुसलमान छोरी भन्नुहुन्छ गफारी सोल्टी तपाईँको ब्लग गफारी सोल्टी बेला खै अनु ब्लग्स त आज के भयो अनुभवलाई उहाँ देखाउनुहुन्छ बस्नु चाहिँ क्या हुआ अनु ब्लग्सको हजुर सोल्टी बस्नु तपाईँ हजुर राम्रोसँगै आइपुगेको छु बस्दा बस्दा म चाहिँ घरबाट गान्तोकबाटै? हजुर गान्तोकबाट के कलेज सक्नुभयो सोल्टीले छैन के को खुसियालीमा प्रगति उन्नति हुँदै जाओस् ओके खुसियालीमा होइन त्यतिकै भएर दिएको अन्त सोल्टी ब्लगमा अनु ब्लग्स चाहिँ मेरो बेचती गर्दैछ अरूको मात्रै भिडियो बनाएर आफ्नो भन्दा चाहिँ र यहाँनिर चाहिँ सबै स्टुडेन्ट युनियनकोहरू बसिरहेछ होइन मिटिङको लागि र तपाईँलाई के भन्ने छ अहिले भन्ने चाहिँ हामी चाहिँ एकदमै नानाहरूलाई पर्खिरहेको छौँ है यहाँ चाहिँ हाम्रो मास्टर सेक्रेटरी हाम्रो त्रिशला नाना अनि साथै हाम्रो रेखा नानाहरूलाई वेट गरिरहेको छौँ है अनि त्यही गर्नुपर्छ उहाँले चाहिँ उहाँले चाहिँ भन्नुहुँदैछ कहाँ चाहिँ हाँस्नु हुँदैन अरे अब जहाँ घेवा भएर चाहिँ त्यहाँ हाँस्नु हुँदैन किनभने रेस्पेक्ट देखाउनु पऱ्यो नि त कसै मरिरहेछ अब हामी त्यहाँ हाँस्नु हुँदैन होइन अन्त अरू जग्गा अब यहाँ त हाँस्नु पाएन त होइन अन्त मन हाम्रो खुसी छ मन हाम्रो खुसी छ मन हाम्रो खुसी छ मन हाम्रो खुसी छ खुसी छ मन हाम्रो खुसी छ मन हाम्रो खुसी छ मेरो मुड स्विङ भयो पर्खाइमा पर्खाइमा A few inches later. गाइस अहिले भने चाहिँ आजको 1 इयरको जुन यो अपकमिङ प्रोग्रामको लागि चाहिँ हामीले हाम्रो के भन्नु अब के पो सर फेस्ट होइन कि फेरि एनुअल फेस्टलाई चाहिँ त्यो भन्छ भव्य रूपमा मनाउने हामीले त्यो सबै एजेन्डाजहरू पास भएको छ अनि सबै सकिएको छ अहिले भने चाहिँ यहाँनिर सक्नुहुन्छ स्टुडेन्ट्स मम्मीकोमाहरू जय प्रेम वेलकम टु माई भ्लग लाइभ मिटिङ सक्यो अब हाम्रो एनुअल फेस्टको लागि चाहिँ सबै कुरा पारित भइसकेको छ होइन अन्त यहाँनिर चाहिँ तपाईँको कौन कौन गया है देखते हैं अंदर रुको जय प्रेम सर जी वेलकम टू माई ब्लग एभ्रीवन अनु ब्लग नुसेन्ला ब्लग मेरा ब्लग छैन अब खोल्नेवाला छ उहाँले है अँध्यारो न अँध्यारो देखिरहेछ फेरि पनि उहाँसँग भेट भएको छ अनि यहाँ उहाँ पनि एकदमै रेस्ट गरिरहनु भएको रहेछ हाम्रो नरेन सर चाहिँ पिटी बेस हाफेन लगाएर कुद्नु गयो उहाँ चाहिँ दुःखको खबर दुःखको सूचना उहाँ चाहिँ फुटबल खेल्नु जानुभएको छ अरे अनि यहाँ चाहिँ गिटारिस्ट हाम्रो एकदमै सिएम राज सर हुनुहुन्छ होइन उहाँको हेयर स्टाइल पुरा मन पर्यो मलाई यहाँ तल चिप्सहरू हेलो हेलो अस्तिको भ्लग पनि ड्रप भएको छैन अब त्यो भ्लग चाहिँ चाँडैभन्दा चाँडै ड्रप हुन्छ म अस्ति बिमार भएको कारणले गर्दा फेरि पनि उहाँलाई भ्लगरलाई भेटेका छौँ के भनिदिनुहोस् अभिजितको फलोवर्सहरूलाई र उहाँको के भन्छ भिडियोलाई चाहिँ एकदम हेरिदिनु होला उहाँको ब्लगलाई कहाँ जानु भएको थियो अघि म चाहिँ घरमा थिएँ घरदेखि आएको मिटिङमा उहाँलाई भेटेर खुसी लाग्यो भक्कै लागिसक्यो होला तर भ्लग चाहिँ दामी आउँछ है गाइस यु क्यान सी दिस हाम्रो ब्लगबाट हाम्रो प्रिया दिदीले
पियर नानाले उहाँले चाहिँ पेडिग्री फुड पेडिग्री डगको लागि उहाँले चाहिँ 1 बोरा जस्तो डोनेट गर्नुभएछ नानालाई एकदमै थ्याङ्क यू सो मच है हाम्रो नानालाई इन अपकमिङ फ्युचर्समा अझै नानाले एकदमै साथ दिनुहुन्छ भनेर आशा गर्दै उहाँले चाहिँ एकदमै ठुलो कन्ट्रिब्युट गर्नुभएको छ उहाँको चाहिँ पहिलो कन्ट्रिब्युट थियो बिस्तारै बिस्तारै अब उहाँले हाम्रो काममा पनि एकदमै साथ दिनुहुन्छ अनि हाम्रो कोमा जय प्रेम कोमा चारौँ कोमालाई पनि भ्लगमा ल्याउँदै के भनिदिनुहोस् न भिडियोमा श्रोताहरूलाई माया धेरै धेरै माया भन्नुहोस् न वाउ थ्याङ्क यू उहाँलाई चाहिँ बिचरा पुरा भोक लाग्यो अरे भुटेको भात खानुहुँदैछ होइन अनुब्लग्सको चाहिँ यस्तो छ अहिले मेरो पनि लाग्छ चिया पिउनु जानुहोस् हेलो बुबु हेलो जय प्रेम जय प्रेम आज का मीटिंग के सारा आज का मीटिंग बहुत अच्छा था आजको मिटिङ चाहिँ एकदमै फ्रुटफुल भयो होइन अझ चाहिँ सबै लेभलबाट मतलब स्टेट युथ स्टुडेन्ट डरलाग्दो मिटिङ भएको छ प्रोग्राम हुनेवाला अब चाहिँ डरलाग्दो जोस र नयाँ उमङ्गका साथमा चाहिँ हामी अगाडि बढ्नेछौँ होइन बिस्तारै जानु नानी नानी बिस्तारै जानु नानी बिस्तारै जानु अब नानीहरूलाई छोड्नु गएको पर होइन नानीहरू बिस्तारै जानु नानी नानी गाडी पाउँछ राम्रोसँगले पुग्छ रानीपुर राम्रोसँगले पुग्छ नानी 1 hour later. पुऱ्याइकन आएको तल उसको घरसम्म होइन र अब भने चाहिँ हामी हिँड्नु पनि हुन्छ यहाँनिर चाहिँ हाम्रो प्रेसिडेन्ट छ यहाँ चाहिँ थ्याङ्क यू बुबु फर 200 रुपिस बाई बाई थ्याङ्क यू सो मच बाई बाई एभ्रिवान थ्याङ्क यू सो मच बाई लेट्स गो आकाश ल बाई बाई अब कस्तो दामी भ्यू देखिरहेको छु यहाँबाट चाहिँ अनि अहिले भने चाहिँ हाम्रो कोमालाई पनि भेटेको छु यहाँनिर दादाहरू पनि भेटेको छु यहाँनिर दादाहरू चाहिँ गाडीमा हुनुहुन्छ हो र अहिले भने चाहिँ भोक साह्रो लाग्यो अब खाजा यहाँनिर खानु लागेको हो यहाँ चाहिँ हाम्रो एकदमै ब्युटिफुल एकदमै राम्री हुनुहुन्छ एकदम राम्री देखिनु हजुर ब्युटिफुल कोमा यस्तो दामी भ्यू विथ मम्मीको फोटो नि यहाँ हेर्नुहोस् लास्ट सडाक्कै ल यस्तै छ है साथीभाइहरू वेलकम अनि ए टिकट लाग्छ उही त ल यहीँनिर चाहिँ हेर्नु सक्नुहुन्छ यस्तो दामी देखिरहेछ आजको वेदर यो चाहिँ तपाईँको सिक्किमको वान अफ द फेमस एन्ड बिगेस्ट त भनौँ न सिक्किमको बिगेस्ट नै भनौँ न तिमी टी गार्डनमा चाहिँ हामी चाहिँ यहाँनिर एकदम भ्यूलाई इन्जोय गरिरहेको छौँ A few inches later. क्या करे आगे हमारा आज का लंच आपको देख सकते हो थुप्पा और यहाँ व्हाट इज दिस टमेटो मोमो दिस हेलो है गाइस हामी चाहिँ खाँदैछौँ खाजा हो अब आजको यो भ्लग चाहिँ यहीँ के भन्छ के कस्तो भयो आजको हाम्रो एनुअल एकदमै फेस्टको लागि आज मिटिङ पनि एकदमै राम्रो भयो अनि अहिले भन्दा चाहिँ हामी चाहिँ यहाँनिर तिमी तार्कोमा खाजा खाँदैछौँ अब खाजासाजा खाइसकेर एकदमै घर पुगेर भेट्नुपर्ने हुन्छ है आजको भ्लग एकदमै तपाईँहरूले हेरेर माया दिनुहुन्छ भनेर आशा गर्दछु अनि आजको भ्लग के कस्तो भयो कुनै हो बनाउनु चाहिँ बनाएको छु राम्रै भयो होला सानोको याद आयो अरे गाउँको दाजु हो माई गॉड घाम लागिरहेछ हो यहाँ माथि चाहिँ चिसो न चिसो छ है यो बाटो चाहिँ मर्छ ज्याकेट यस्तो ज्याकेट लगाएर आएन भने चाहिँ अम्बो हेर क्या दामी देख्दैको वाट अ ब्युटिफुल भ्यू गाइस अब तल तिमी तार्कोमा खिचिक गरिन्छ त्यहाँदेखि गइन्छ आज धेरै भयो अम्बो Hours later. What's up my people? So अहिले भने चाहिँ म फाइनली साथीहरूको रुममा आइरहेको छु होइन उनीहरूलाई चाहिँ यहाँ फालेर
छोला अनि जुलापी ल्याइदिएको छु अनि यहाँनिर हेर्न सक्नुहुन्छ यो रुममा चाहिँ धेरै धेरै मेमोरिजहरू छ है हामी सबैजना साथ बिताएका पलहरू यो रुममा चाहिँ छ के भएको छ यो रुममा हो अनि यो चाहिँ तपाईँको आउटसाइड कोरिडोर यो चाहिँ बाहिरको हो अनि यस्तो छ यो चाहिँ वासरुम छ अनि उनीहरू चाहिँ पर कहाँ हेलिप्याड गएर रहेछ हो भेट्नु आएको थियो नि त भिडै भएको थियो उनीहरूलाई पनि राम्रोसँगले नभेटेको अन्त आई होप आजको यो भ्लग हजुरले मन पराइदिनुहुन्छ भन्ने आशा गर्दै दोज वर न्यू टु माई च्यानल प्लिज हजुरले गएर लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला आजको यो भ्लग म यहाँ एन्ड गर्न चाहन्छु किन भन्दाखेरि आजको यो भ्लग पुरा लेन्दी भइसकेको छ अनि बाई बाई गाइस शुभरात्रि अनि थ्याङ्क्स फर वाचिङ माई पिपल बाई